मनमा खुसी केही अप्ठ्यारा परिस्थितिहरू बोकेर चाहिँ म यसपालको नेपाल भ्रमण कम्प्लिट गरेर आइसकेको छु। हामी आमा छोरी गएका थियौँ यहाँबाट। अनि मलाई चाहिँ एभ्री मोमेन्ट एभ्री मिनटको त्यो भिडियोहरू क्याप्चर गर्न मन थियो, तर के गर्नु, मेरो फोनको स्टोरेज पनि फुल भइसकेको थियो। बच्चा बोकेर हिँडेपछि सकिँदो पनि रहेनछ, एकदमै लामो ट्रान्जिट होइन। यहाँबाट मेरो चाहिँ बफलोबाट बिहानको फ्लाइट थियो, त्यसपछि दिनभरि होल्ड थियो न्युयोर्कमा। न्युयोर्कको 16 घन्टाको कुराएपछि रातिको फ्लाइट थियो कतारमा थियो 10-11 घन्टा होइन। बच्चा बोकेर हिँड्न सहज त थिएन, तैपनि दुईटी बहिनीको बिहेको रमाइलोले चाहिँ म जसो तसो नेपाल जाने योजना र आँट गरेर गएँ होइन, नानी बोकेर। त्यहाँ ल्यान्ड हुँदाखेरि जब म त्यो ल्यान्ड भइसकेर बाहिर निक्लिँदा म रुँदै पनि आएँ। कति ठाउँमा त्यहाँको त्यो व्यवस्थापन नमिलेर होइन। कतारमा राम्रो थियो, प्लेनमा सजिलै थियो। यसपालको यो इरान युद्धले गर्दाखेरि अलिअलि सजिलो पनि भयो, अप्ठ्यारो पनि भयो होइन। जे भयो जस्तो भयो राम्रै भयो। कति सबै मोमेन्टहरू क्याप्चर गर्न मन थियो, हाल्न मन थियो होइन। हेर्नलाई झिन्झर लागे पनि लागोस्, तर मलाई सेकेन्डको भिडियोहरू बनाएर चाहिँ आफूलाई मेमोरी बनाएर राख्न मन थियो। छोरीले सानीमाहरूसँग एकदम धेरै इन्जोय गरी होइन, सबै थोकै इन्जोय गरी उसले। बरु अहिले यहाँ यति बेला आएर चाहिँ बिरामी हुँदैछ, तर उहाँ केही भएन, उसलाई यति खुसी भई। म पनि खुसी त अब कति होइन, र पनि ऊ कति खुसी भई। हामी चाहिँ काठमाडौँ झरिसकेपछि चाहिँ बहिनीहरू आएका थिए लिनलाई, अनि चट्ट ऊ सानी भनेर गई। मजाले गाडीमा बसी खेली, अनि सबै ठाउँ हेर्दा खासै नेपाल परिवर्तन त केही पनि भएको रहन्छ। मैले 3.5 वर्षमा फेरि जाँदाखेरि हुन त के हुने हो र, तैपनि अलिक केही भयो कि भनेको, आखिर केही भएको रहन्छ। मलेखु उस्तै थियो, धादिङ जाने मलेखुबाट धादिङ जाने बाटो पनि उस्तै थियो। खासै केही परिवर्तन थिएन, जम्मै हरियाली रमाइलो गर्मी होइन। अनि मेरो घर छेउमा चाहिँ झोलुङ्गे पुल छ है, यस्तै छ मेरो घर। तर नानीले चाहिँ माटोसँग पनि खेलेकै छे, अब धुलोसँग पनि खेलेकै छे, बालुवामा पनि खेलेकै छे। धान चामल मकै बाख्रा बस्तु सबै थोक्स इन्जोय गरेर एकदम ह्याप्पीली हामी आइपुग्यौँ होइन। मसँग भिडियो धेरै छन्, अब त्यो सबै एउटैमा हाल्छु भनेको मिल्दो रहेनछ। टिकटकमा अलिकति गरेर हाल्दैछु। सबै भिडियो सबै भिडियो चाहिँ एडिटै नगरिकन हालेको छु। जस्तो छ त्यस्तै एकदमै नेचुरल जस्तो खिच्न सकेँ त्यस्तै राखेँ। अनि एकदमै रमाइलो गरेर चाहिँ हामी यहाँ आइपुग्यौँ। ऊ त कुरा गरी साध्य छैन, ऊ कति खुसी भई होइन। अनि उसलाई लामखुट्टेले चाहिँ धेरै खायो, तर इट्स ओके। अनि मैले चाहिँ धादिङ जब म घर पुगेर धादिङ बेसी गएँ, धादिङ बेसी पनि उस्तै लाग्यो, मान्छेहरू पनि उस्तै हुनुहुन्थ्यो, सबै थोक उस्तै थियो, केही परिवर्तन थिएन। थोरै काहीँ कतै यसो बाटोहरू अलिअलि पिच भएको थियो थोरै कतै। अनि नानी चाहिँ बहिनीहरूको रुममा गएर मजाले उफ्रिने रमाउने, चस्मा लाउने होइन, के गर्ने। अनि बजारको हरेक चिजहरू खाने, टेस्ट गर्ने गरी जे भए पनि एकदम रमाइलो यात्रा भयो। किनभने मलाई यादगार बनाउनु थियो, यादगार बन्यो पनि। अनि उसले चाहिँ उखु जुस पनि खाई, उसको सानीसँग बसेर म चाहिँ धादिङ बेसीको सिरान बजार पुगेको थिएँ। के अरे दही चौतारोमा पुगेँ। अनि यो चाहिँ मेरो दाजुको छोरी हो, ऊ सँगसँगै बसेर दिदी बहिनी रोटी खाँदै उफ्रिरहेका छन् होइन। ऊ पनि राम्रै मिरिक्क परेकी छे। अनि हाम्रो पुकुलीले चाहिँ घरिघरि माया गर्छ, घरिघरि कोट्छे होइन बहिनीलाई। अनि यो चाहिँ ऐसेल हो, मेरो खेतको सिरानमा यति मजाले पाकेको थियो है। नानीले कति खाए नेपालमा हुन्जेल, मैले पनि खाएँ टन्न। अनि हामी चाहिँ श्राद्ध खाएर अनि उसलाई ब्यागमा बोकेर झर्दै थिएँ म। अनि म चाहिँ यसपाल म पुगेकै दिन पूजाहरू थियो। त्यो हुँदाहुँदै मेरो माइली बहिनीको बिहेको पूर्वाङ्गको दिन आइपुगिसकेको थियो। यो चाहिँ पूर्वाङ्ग गर्दै हुनुहुन्थ्यो बुवाहरूले। अनि यहाँ मकै मम्मीहरूले चामल केलाउँदै हुनुहुन्थ्यो, मम्मीले आन्टीले होइन। अनि ऊ चाहिँ त्यो चामलमा पनि खेल्ने, काम गर्ने भन्ने, सघाउने, छर्ने होइन, सबै थोक इन्जोय गरिरहेको थिएँ। अनि उसको सानीमासँग पनि ऊ इन्जोय गरिरहेको हुन्छ जति बेलै। अलि धेरै उसको बानी बिग्रेको चाहिँ को पार्ने थियो, त्यहाँ गएर झन् सिकेर आइ।
अनि ऊ बालुवालाई पनि काम गर्यो भन्ने जे पनि काम गर्ने ऊ होइन सबै थोक काम गर्ने तर बिगार्ने त्यस्तो खालको भयो हाम्रो नेपाल राम्रो नेपाल मेरो माइती घर मेरो छोरीको माओलीमा चाहिँ हामीले यसरी इन्जोय गर्दै थियौँ अझै भिडियोहरू छन् हजुरहरूलाई मन पर्यो भने हेरिदिनु होला मन परेन भने पनि ठिकै छ म मेमोरी बनाएर राखिरहन्छु म अब नेक्स्ट भिडियोमा आउँछु है त